एक समयको कुरा हो। पहाडहरूले घेरेको एउटा सानो गाउँमा 24 वर्षको एक युवा बस्थ्यो। उसको नाम थियो हरि। हरि धेरै बेचैन स्वभावको थियो। उसको मन सधैँ अनेक विचारले भरिरहन्थ्यो। दिनभरि विभिन्न ख्यालहरू आउँथे जान्थे र ती विचारहरूले उसलाई थकित बनाइदिन्थ्यो, दुखी बनाउँथ्यो। ऊ आफ्नो विगत सम्झेर दुखी हुन्थ्यो। भविष्यको चिन्ताले डराउँथ्यो। उसको मनभित्र आधी चलिरहेको जस्तो हुन्थ्यो। न उसलाई चैन मिल्थ्यो न राम्ररी निद्रा। अरूको त के कुरा, ऊ मुस्कुराउनसम्म बिर्सिसकेको थियो। एक दिन हरिले एउटा टाढाको पहाडी गाउँको बारेमा सुन्यो। भन्थे त्यहाँ एकदमै बुद्धिमान वृद्ध व्यक्ति बस्छन्। उनी पहिले सहरमा एक प्रसिद्ध मनोवैज्ञानिक थिए। उनले धेरै मानिसहरूको मद्दत गरेका थिए। उनीहरूलाई सिकाएका थिए कि वास्तविक शान्ति मनको भित्र कसरी पाइन्छ। अब उनी सबै छोडेर प्रकृतिको बीच बसेको शान्त गाउँमा बस्थे। कहिलेकाहीँ त्यहाँ आउने मानिसहरूलाई सल्लाह पनि दिन्थे। यो सुनेर हरिको मनमा आशाको एउटा सानो उज्यालो झल्कियो। उसले सोच्यो, सायद यो बुद्धिमान मानिसले मेरो मन पनि शान्त गराइदिन सक्छन्। धेरै दिनको लामो र कठिन यात्रापछि हरि त्यही पहाडी गाउँमा पुग्यो। त्यहाँ उसले एउटा सानो हरियो झोपडी देख्यो। घरको बरान्डामा बुढा व्यक्ति आँखा बन्द गरेर धेरै शान्त भएर बसेका थिए। हरि बिस्तारै नजिक गयो र भन्यो, दादाजी, मेरो मन धेरै बेचैन हुन्छ। म सोचाइ रोक्न सक्दिनँ। मलाई भित्रबाट शान्ति चाहिएको छ। के तपाईँ मेरो मद्दत गर्न सक्नुहुन्छ? बुढा व्यक्तिले आँखा खोले र शान्त मुस्कानका साथ भने, शान्ति खोज्न आएका हो भने मसँग आऊ। म तिमीलाई एउटा सानो काम दिन्छु। उनी हरिलाई आफ्नो सानो आँगनमा लगे र एक गिलास पानी एकदम माथिसम्म भरे। पानी यति भरिएको थियो कि थोरै हल्लियो भने पानी पोखिने अवस्थामा थियो। त्यो गिलास हरिलाई दिँदै उनले भने, यो गिलास लिएर गाउँको छेउसम्म जाऊ र फेरि फर्केर आऊ। तर ध्यान दिनु, पानीको एक थोपा पनि झर्नु हुँदैन। हरि छक्क पर्यो, तर उसले चुनौती स्वीकार गर्यो। ऊ एकदम सावधानीपूर्वक हिँड्न थाल्यो। बाटो एकदम साँघुरो थियो। मानिसहरू आउने जाने गरिरहेका थिए। दुकानदारहरूको आवाज आइरहेको थियो। कुकुरहरू भुकिरहेका थिए। तर हरिले कसैतिर हेरेन। उसको नजर केवल पानीको गिलासमा थियो। धेरै समयपछि ऊ फर्केर आयो र भन्यो, दादाजी, मैले पानी झर्न दिएन। बुढा मानिस मुस्कुराएर सोधे, धेरै राम्रो, तर भन, बाटोमा खेलिरहेका बच्चाहरूलाई देख्यौ? हरिले भन्यो, नहीं, देखिन। कुकुरहरूको भोकाइ सुन्यौ? हरिले फेरि भन्यो, होइन, मैले केही सुनिनँ। म त पानीमै ध्यान दिइरहेको थिएँ। बुढा व्यक्तिको अनुहार झनै चम्किलो भयो र उनले भने, यही हो रहस्य। जब मन पूर्ण रूपमा यस क्षणमा हुन्छ, त्यसमा न डरलाई ठाउँ हुन्छ, न उल्झनलाई, न अनावश्यक विचारलाई। अहिले तिमी केवल पानीमा ध्यान दिँदै थियौ। तिमीलाई न विगतको दुःख थियो न भविष्यको डर। त्यही क्षणमा तिमीले शान्ति पायौ। बिस्तारै हरिले बुझ्न थाल्यो, यही त्यो शान्ति थियो जसलाई ऊ धेरै समयदेखि खोजिरहेको थियो। शान्ति बाहिर भेटिँदैन, शान्ति त मनभित्र नै हुन्छ। जब हामी यसै क्षणमा बाँच्न सिक्छौँ। हरिले झुकेर भन्यो, अब म बुझेँ दादाजी। यदि मलाई मन शान्त राख्न छ भने मलाई आफ्नो मन यही क्षणमा राख्न सिक्नुपर्छ। सूर्य अस्ताउँदै थियो। चराहरू आफ्नो गुठतर्फ फर्किरहेका थिए। हरि घरतर्फ हिँड्यो। तर ऊ अब पहिलेको जस्तो बेचैन युवा थिएन। अब ऊ भित्रैबाट शान्त थियो, किनकि उसले मनलाई शान्त पार्ने रहस्य पाएको थियो।